तिमीमा गयो निन्द्रै लाग्छ, घरले सङ्गतिमा गयो निन्द्रै लाग्छ है, अनि के अरे 6 घन्टे प्रार्थनामा गयो निन्द्रै लाग्छ। अब तेलै नभएपछि त के गर्नु त अन्त है? तेलै नभएपछि अब त्यो बल्ने भए पो, त्यो तेल नभएपछि त्यो बत्ती जति नै लामो सोले त तान्नुहोस् न, बले पो बल्दै बल्दैन। त्यो भित्र तेलै छैन त मेरो प्रिय है। अनि तपाईँ र म पनि बत्ती हौ। अब हाम्रो बत्ती, यो बत्तीभित्र चाहिँ तेल चाहियो नि त। त्यो तेल चाहिँ के भन्दाखेरि परमेश्वरको अभिषेक र पवित्र आत्माको सामर्थ अनि शक्ति छ भने चाहिँ तपाईँ र म बल्छौँ मेरो प्रिय, अनि जल्छौँ मेरो प्रिय है, जल्छौँ। होइन भने चाहिँ है, होइन भने चाहिँ हामीलाई अल्छी लाग्छ है। अनि यो भन्छ अब 5 निर्बुद्धि स्त्रीहरूले है तेल मागेको छ। यो पवित्र आत्मा है, यो कसैलाई मागेर पाउने कुरो होइन है, यो कसैलाई मागेर पाउने कुरो होइन। यो पवित्र आत्मा कसैलाई मागेर पाउने कुरो होइन। यो पैँचो पाउने कुरो होइन मेरो प्रिय, यो पैँचो मागेर हुने कुरो होइन। यो चाहिँ आफैले परमेश्वरलाई माग्नु पर्ने कुरो है, परमेश्वरलाई पुकार्नु पर्ने कुरो। यो पवित्र आत्मा चाहिँ मेरो प्रिय है, आफै नै तपाईँ र म तयारी हुनुपर्ने हो मेरो प्रिय है। यहाँ कसैलाई प्रभु आउँदै गर्दा त्यो अन्तको दिनमा कसैलाई हस्तक्षेप गर्नु सकिँदैन मेरो प्रिय, कसैले कसैलाई हस्तक्षेप गर्नु सक्दैन मेरो प्रिय। यो हामी आफै तयार हुनुपर्ने हो। बाउ आफै तयार हुनुपर्ने हो, आमा आफै तयार हुनुपर्ने हो, छोरा आफै, छोरी आफै, बुहारी आफै है, हामी आफै तयार पार्नुपर्ने हो। त्यति बेला तपाईँ र मैले हस्तक्षेप गर्नु सकिँदैन है। तपाईँ र मैले दया गरेर माया गरेर उसलाई पनि लगिदिनुहोस् न भनेर पाउँदैन मेरो प्रिय है, पाउँदैन। यो निर्बुद्धि स्त्रीले तेल मागेर पाएन है, तेल मागेर पाएन। उनीहरूले पहिल्यै आफै तयारी हुनुपर्ने थियो है, आफै तयारी हुनुपर्ने थियो, मागेर पाउने कुरा होइन। स्वर्गको राज्य है, स्वर्गको राज्यमा जानु चाहिँ तपाईँ र म कसैको दयाले, कसैको है मायाले, कसैको प्रेमले हामी जान सक्दैनौँ मेरो प्रिय। हामी आफै नै तयारी हुनुपर्ने हो है, हामी आफै नै जानुपर्ने हो है। यहाँबाट हामीलाई यो शिक्षा छ है, त्यो मागेर पाउने कुरो होइन। त्यो दिन हामीले मागेर हुँदैन मेरो प्रिय है, मागेर हुँदैन मेरो प्रिय। अहिलेदेखि नै तपाईँ र म तयारी हुनुपर्ने हो है, अहिलेदेखि नै है। जब तपाईँले हातमा मौका पाउनुहुन्छ, समय पाउनुहुन्छ, तपाईँ जानुहोस् न काममा है, तपाईँ जानुहोस् है, के अरे देश विदेश जहाँ पनि जानुहोस् मेरो प्रिय, जानुहोस् तपाईँ। तर तपाईँको सङ्गति है, तपाईँ हुनसक्छ आइतबार तपाईँ जम्मा हुन नसक्ला, मङ्गलबार जम्मा हुन नसक्ला है, के अरे 6 घन्टे प्रार्थनामा जम्मा हुन नसक्ला, तर तपाईँसँग परमेश्वरसँगको सङ्गति है, तपाईँ र परमेश्वरको सङ्गति चाहिँ सदा सर्वदा हुनुपर्छ मेरो प्रिय है, सदा सर्वदा हुनुपर्छ। होइन भने चाहिँ मलाई यहाँ कसले देख्छ है, कसले थाहा छ, कसले जान्दछ, मैले जे गरे पनि कसले देख्छ भनेर यो हामी सोच्छौँ भने चाहिँ मेरो प्रिय, एक दिन तपाईँ र मैले माग्दा पनि पाउँदैनौँ मेरो प्रिय है। परमेश्वरलाई बिन्ती गर्दा पनि, परमेश्वरलाई हात जोड्दा पनि, परमेश्वरलाई क्षमा माग्दा पनि पाउँदैन मेरो प्रिय। समय अहिले नै छ, तपाईँ जहाँ पनि जानुहोस् है, जानुहोस्। तर तपाईँसँगको है परमेश्वरसँगको सङ्गति है, अनि परमेश्वरसँगको सम्बन्ध है, परमेश्वरसँगको प्रार्थना है, बाइबल अध्ययन, घनिष्ठता तपाईँले बनाइराख्नुहोस् मेरो प्रिय है, बनाइराख्नुहोस्। अरे यस्तो समय त नहोला नि त हौ, प्रार्थनै गर्नु नपाउने है, बाइबलै पढ्नु नपाउने, त्यस्तो समय त नहोला नि त है। तपाईँले एकछिन भए पनि है, केही क्षण भए पनि त्यो मौका पाउँछ मेरो प्रिय है, प्रार्थना गर्ने, बाइबल अध्ययन गर्ने मौका पाउँछ। तपाईँ जहाँ भए तापनि, जुनै ठाउँमा भए तापनि है, तपाईँले परमेश्वरलाई है सम्झिरहनु पर्ने हुन्छ है, परमेश्वरलाई पुकार्नु पर्ने हुन्छ है। अनि यहाँ भन्छ हामी आफै जागा रहनुपर्ने है, अनि तयारी हुनुपर्ने हुन्छ है, र मात्रै हामी उहाँसँग जान पाउने हुन्छ है। अनि यो अन्तिम पदले भन्छ है, अन्तिम पदले भन्छ सरी एफिसी 4:27 भन्छ, सरी 5:27 तपाईँले त्यहाँ पाउनुहोस् है कि मण्डली है, दुल्ही चाहिँ यस्तो उहाँले चाहनु भएको छ, चाउरिन परेको भन्छ मेरो प्रिय। चाउरी कति बेला पर्छ मेरो प्रिय, चाउरी कति बेला पर्छ हजुर? बुढी भएपछि
अथवा त्यसमा गुदी छैन भने, है, त्यो मजबुत छैन भने त्यो चाउरी पर्छ मेरो प्रिय, है, चाउरी पर्छ। दाग कति बेला लाग्छ? दाग जब तपाईँ गएर कहीँ ठोकिनुहुन्छ, तपाईँको शरीरमा चोट लाग्छ, तब तपाईँको त्यो दाग बस्छ, है। कसैको जन्मैदेखिको दाग हुन्छ नि, यता काटिएको, है, कता काटिएको, होइन, दाग बसेको हुन्छ मेरो प्रिय। परमेश्वरले चाहिँ दाग नलागेको, चाउरी नपरेको, है, दुल्है परमेश्वरले चाहनुहुन्छ, है। चाउरी नपरेको, है। हामीलाई पनि भर्खरकै केटी मनपर्छ नि। हामी कन्या केटाहरूलाई केटी हेर्नु जाँदाखेरि आफूभन्दा 10 वर्ष बेसी भएको मनपर्छ? मन पर्दैन नि, है। कस्तो मनपर्छ? मभन्दा अलिकति सानोै, है, एकदमै, होइन, शरीरमा केही दाग नभएको, है, एकदमै राम्री सुन्दरी, है, त्यस्तै मनपर्छ नि त हामीलाई पनि, है। त्यस्तै चाउरी नपरेको, कतै पनि अलिकति पनि नखुम्चिएको, होइन, यस्तै मनपर्छ नि त हामीलाई, है। आज परमेश्वरले पनि तपाईँ र मलाई यस्तै चाहनुहुन्छ, चाउरी नपरेको, है, दाग नलागेको। दुष्ट शैतानले, है, यो संसारले तपाईँ र मलाई दाग लगाउन खोज्छ, है, दाग लगाउन खोज्छ, है, दाग लगाउन खोज्छ। तातो, है, ताते अनुहारतिर, होइन, कतैतिर टाटा लाउन खोज्छ मेरो प्रिय, है। अनि संसारको खानपिनले के गर्छ? तपाईँ मलाई छिट्टै चाउरी बनाउँछ, छिट्टै चाउरी बनाउँछ। अनि केटीहरू गयो, ए यो त कहिलेको बुढो पो रहेछ भनेर टकटकिहाल्छ केटी त, है, टकटकिहाल्छ। हेर्नुहोस् है, यो संसारको खानपिनले, यो संसारको चिजहरूले चाहिँ तपाईँ मलाई छिट्टो दाग लगाउँछ, है, अनुहारमा पोते सोते, है, यो के, होइन, अनि तपाईँ मलाई चाउरी बनाइदिन्छ। परमेश्वरले आज भन्नुहुन्छ यो वचनद्वारा हाम्रो आत्मिक जीवनहरूमा, है, तपाईँ र म यस्तो दुल्ही उहाँले चाहनु भएको छ, है, अनि यस्तो कन्या उहाँले चाहनु भएको छ, तपाईँ र मलाई कुनै दाग नलागेको, है, तपाईँ र म चाउरी नभएको छ मेरो प्रिय। परमेश्वरले चाहनुहुन्छ मेरो प्रिय, है। र परमेश्वर हाम्रो दुल्हा हुनुहुन्छ। यो वचनबाट हामी यो शिक्षा पाउँछौँ कि परमेश्वर हाम्रो दुल्हा हुनुहुन्छ, हामी उहाँको दुल्हीहरू हौँ, है, हामी उहाँको कन्याहरू हौँ, है। तपाईँ र मलाई एक दिन, है, उहाँले मग्नी गरिसकेको छ, है, मग्नी गरिसकेको छ, है। उहाँले आफ्नो प्राण दिएर, है, उहाँ बलिदान भएर तपाईँ र मलाई उहाँले मग्नी गरिसकेको छ। अब तपाईँ र मलाई एक दिन लिन आउनेछ, है। अनि यो बिचमा चाहिँ मग्नी र विवाहको बिचमा चाहिँ धेरै समय हुन्छ मेरो प्रिय, है। त्यसै कारणले भन्छ नि, बिहा मग्नी गरेपछि धेरै दिन नराख्नु है, छिटो गरिहाल्नु है, किनभने बिचमा के हुन्छ? गडबडी हुन्छ भन्छ नि, होइन। त्यस्तै प्रकारले तपाईँ र म यो बिचमा छौँ, हाम्रो मग्नी र विवाहको हामी